तपाईँलाई मैले कहिले तपाईँले देवी भनेर बोलाउनुहुन्छ तिम्रो नाम देवी हो र देवी चाहिँ किन बोलाउनु त उसको त पार्वती हो नाम देवी भनेर बोलाउँछन् कसको शिवकी बुढीको पार्वती हो पार्वती भनेर बोलाउँछ देवको देव महादेव हेरेको छैन क्या त्यत्रो मैले 101 भाग भागदेखि 500 भाग त हेरेँ तपाईँलाई के मैले रेस्पेक्टले पकाएर खान दिएको थिइनँ भगवानकै जस्तो तातो पानी भने मैले तातो पानी चिसो पानी भन्दा चिसो पानी भनेको त मैले आधा घन्टा भइसक्यो आएको छैन त तातो पानी बल्ल उठ्थ्यो नि छोरी उठाउनलाई हल्ला हेर न चिपलाहरू गरेर तातो पानी टपाउनु ल्याउनु चिया पकाउनु खुवाउनु छैन यसो खुट्टा छुट्टा थिचिदिनु उम्ला पड्काइदिनु रातभरि भाइले छिटिदिनु भएको त तपाईँले बेसी छिट्नु हुँदैन त हो त्यही कुरो त भाइले थिचिदियो त्यही बुढी भएर बुढाको थिच्नु छैन तपाईँको मैले छिटिदिएको थिएँ पुरा गर्छु जो हल्ला नगर जाऊ चिया पकाएर मलाई भात खाने अगाडि यो छिटिदियो त कस्तो दुःख एकछिन भन्नुहुन्छ छिटिदिएको छिएको छिन भन्नु तिमीले चाहिँ रातभरि त्यो नरियल तेलले गरेको यसो यसो तान्दै रातभरि छिटिदिनु कति तान्दै रहेछ मैले त हात चिपलाएर जाऊ चिया तातो पानी छोरी उठाउनु पनि पिटा खान्छु फेरि पिट्ने कुरा चाहिँ किन निकाल्नु भएको फेरि पिटेकै छैन भने चाहिँ फेरि पिट्छु भन्नुहुन्छ त मुखले भनेको पिटेर खाइदिनु नि त हामी खाइदिन्छु त कोदालो पनि उचाल्नु भएको छ घन्टेर पनि उठाउनु भएको भाइले छुट्याउनु भएको हो कि भाइ एकपल्ट घरमा वहाँनिर अब जाऊ तत्वन तोड्नु ढिलो किन बोल्नु न किन हार मान्नु भएको म हार मान्नु भोलि राख्नु परेन सबै आजै बोलेर हार नमान्नु हेर्नु